नमस्कार, म इन्जिनियर नारायण बराल। आज म कन्स्ट्रक्सन कन्ट्र्याक्टमा प्राइस एडजस्टमेन्ट कसरी गरिन्छ भन्ने बारेको एउटा प्रस्तुति लिएर उपस्थित भएको छु। उक्त प्रस्तुतिमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने पक्कै पनि सब्सक्राइब गर्नुहोला। यो र यस्तै अन्य भिडियोहरू हेर्नको लागि मैले यसअघि एपिसोड 16 मा कन्स्ट्रक्सन कन्ट्र्याक्टमा प्राइस एडजस्टमेन्टको बारेमा एउटा प्रस्तुति गरिसकेको छु। उक्त प्रस्तुतिलाई अलिकति अपडेट गरेर म पुनः प्रस्तुत गर्न गइरहेको छु। अब प्राइस एडजस्टमेन्ट भनेको के हो त भन्दा जसलाई हामी प्राइस एस्कालेसन पनि भन्छौँ, कस्ट एडजस्टमेन्ट पनि भन्छौँ। यो कन्ट्र्याक्चुअल टुल हो। कन्ट्र्याक्ट म्यानेजमेन्टमा गरिने यो कन्ट्र्याक्चुअल टुल हो। जनरली प्राइस एस्कालेसन कन्स्ट्रक्सन कन्ट्र्याक्टहरूमा गरिन्छ। जब एग्रिमेन्ट गर्दा मटेरियलहरू, लेबर, इक्विपमेन्टको एउटा रेट हुन्छ, त्यसपछि टाइम बित्दै गएपछि काम गर्ने सन्दर्भमा त्यो रेटहरू केही चेन्ज हुन्छ, बढ्न पनि सक्छ, घट्न पनि सक्छ। त्यो समयअनुसार त्यो जुन रेट चेन्ज हुन्छ त्यसलाई एडजस्ट गर्ने प्रोभिजन हो, यो टुल हो प्राइस एडजस्टमेन्ट। यसले के गर्छ त भन्दा कन्ट्र्याक्टरहरूले जुन फेयरली कम्पिटिसन गर्छन् र जुन उनीहरूको कन्ट्रोलभन्दा बाहिरको अवस्थामा जुन प्राइसमा इन्क्रिज हुन्छ अथवा डिक्रिज हुन्छ त्यसको कम्पन्सेसन इम्प्लोयरले गर्छ, जसले गर्दाखेरि कन्ट्र्याक्टरहरूको फाइनेन्सियल लसेस जुन हुन्छ त्यो रिस्क चाहिँ इम्प्लोयरले लिन्छ भन्ने कन्सेप्ट हो यो प्राइस एडजस्टमेन्टको। अब हाम्रो सार्वजनिक खरिद ऐन 2063 को दफा 54 मा के व्यवस्था भएको छ त भन्दा खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक 12 महिनाभन्दा बढी अवधिको खरिद सम्झौता कार्यान्वयन गर्ने क्रममा मूल्य समायोजन गर्न आवश्यक देखिएमा अधिकार प्राप्त अधिकारीले मूल्य समायोजन गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ। र त्यसको लागि जुन कन्ट्र्याक्ट एग्रिमेन्ट हुन्छ, कन्ट्र्याक्ट एग्रिमेन्टमा स्पेशल कन्डिसन अफ कन्ट्र्याक्टमा त्यो प्राइस एडजस्टमेन्ट एप्लिकेबल हुने भनेर उल्लेख गर्नुपर्छ। तर यदि स्पेशल कन्डिसन अफ कन्ट्र्याक्टमा प्राइस एडजस्टमेन्ट एप्लिकेबल नट एप्लिकेबल भनिएछ भने 12 महिनाभन्दा बढी अवधिको खरिद सम्झौतामा पनि प्राइस एडजस्टमेन्ट हुँदैन। साधारणतः 12 महिनाभन्दा बढीको खरिद सम्झौतामा प्राइस एडजस्टमेन्ट एप्लिकेबल हुन्छ भनेर लेखिन्छ र लेखेको अवस्थामा मात्रै प्राइस एडजस्टमेन्ट गरिन्छ। अब के हो त प्राइस एडजस्टमेन्टको पर्पोज के हो त भन्दा बिडिङ प्रोसेस एकदम कम्पिटेटिभ हुन्छ, फेयर हुन्छ भन्ने कन्सेप्ट हो। यदि प्राइस एडजस्टमेन्टको रिस्क इम्प्लोयरले लिन्छ भने बिडरहरूको बिच एकदम फेयरली कम्पिटिसन हुन्छ भन्ने कन्सेप्ट प्राइस एडजस्टमेन्टले राखेको छ। अब कसरी क्याल्कुलेसन गरिन्छ त भन्दा प्राइस एडजस्टमेन्ट क्याल्कुलेसनको लागि एउटा फर्मुला छ। यो फर्मुला भनेको पिएन बराबर ए प्लस बी एलएन बाई एल0 प्लस सी एमएन बाई एम0 प्लस डी इएन बाई ई0। अन्य फ्याक्टर छ भने अरू पनि जोडिन्छ। अब यो पिएन भनेको के हो त भन्दा प्राइस एडजस्टमेन्ट फ्याक्टर हो। त्यसपछि अब यहाँ विभिन्न कोफिसियन्टहरू छन्, एउटा ए छ, बी छ, सी छ, डी छ। त्यसपछि अब यी कोफिसियन्ट भनेका के हुन् त भन्दा यो ए भनेको कस्ट इस्टिमेटमा यो चाहिँ फिक्स पार्ट हो। यो कन्ट्र्याक्टर्स ओभरहेड एन्ड प्रॉफिट जुन कन्ट्र्याक्ट ड्युरेसन अवधिभर त्यो चेन्ज हुँदैन भन्ने एजम्सन हो, यसले त्यसलाई रिप्रेजेन्ट गर्छ। बीले यो वेटेज, लेबरको वेटेजको पार्ट बीले रिप्रेजेन्ट गर्छ। मटेरियलको वेटेज कति छ त्यो इस्टिमेटमा सीले रिप्रेजेन्ट गर्छ। इक्विपमेन्टको वेटेज त्यो इस्टिमेटमा कति छ भनेर डीले रिप्रेजेन्ट गर्छ। त्यसैले यो बीसीडी कोफिसियन्ट हुन् जसले चाहिँ लेबर, मटेरियल र इक्विपमेन्टको वेटेज देखाउँछन् र यसले कन्ट्र्याक्टरको ओभरहेड र प्रॉफिट जनाउँछ। अब यी कोफिसियन्टहरू हामीले बिडिङ फर्म प्रोभाइड गरिन्छ। टेबल अफ प्राइस एडजस्टमेन्ट डाटाको फर्म हुन्छ बिडिङ फर्म,
त्यो बिडिङ फर्ममा इम्प्लोयरले रेन्ज दिएको हुन्छ, बिडरले बिड गर्ने बेलामा त्यो भर्छ। यसलाई म अझ पछि एक्सप्लेन गर्छु। अब यो जहिले पनि ए 0.15 हुन्छ र यो एबिसिडी जोड्दाखेरि त्यसको टोटल 1 हुनुपर्छ। यसको अर्थ यो टोटल चाहिँ नि लेबर, मटेरियल, इक्विपमेन्ट र कन्ट्र्याक्टर्स ओभरहेड र प्रॉफिट जोड्दा 1 भन्नुको अर्थ यसले कस्ट इस्टिमेटलाई रिप्रेजेन्ट गर्छ 100% भनेको हो। अब एलएन, एमएन, इएन भनेका के हुन् त भन्दा यो करेन्ट कस्ट इन्डिसेस हुन्। अहिले जुन काम गर्ने सन्दर्भमा जुन बेला त्यति बेलाको त्यो फ्याक्टरहरूको यो लेबरको, मटेरियल र इक्विपमेन्टको करेन्ट कस्ट जनाउँछ त्यसले भने L0, M0, E0ले ठेक्का हाल्ने बेला जनरली ठेक्का सबमिट गर्ने लास्ट डेटभन्दा 1 महिना अगाडिको डेटका इन्डिसेसहरू हुन्। अब यी इन्डिसेसहरूको सोर्स के हो, हामीले के लिने गरेका छौँ भन्ने बारेमा म अर्को स्लाइडमा देखाउँछु। मैले ओभरअल रूपमा देखाएँ। जस्तो सोर्स अफ इन्डिसेसहरू हामी केबाट लिन्छौँ त भन्दा लेबरको लागि कन्स्ट्रक्सन लेबरको सोर्स अफ इन्डिसेस, लेबरको सोर्स अफ इन्डिसेस के हो त भन्दा नेपाल राष्ट्र ब्याङ्कले रेगुलर रूपमा इकोनोमिक बुलेटिन निकाल्छ। त्यो बुलेटिनमा सर्टेन इयरलाई 100 मानेर कस्ट इन्डिसेसहरू रेगुलर रूपमा निकालेको हुन्छ। त्यो रेगुलर रूपमा निकालेको इन्डेक्सेसहरूको सोर्स हामीले लेबरको लिँदाखेरि कन्स्ट्रक्सन लेबरको नेसनल स्यालेरी एन्ड वेज रेट इन्डेक्सलाई लिन्छौँ। मटेरियलको लिँदाखेरि कन्स्ट्रक्सन मटेरियलको नेसनल होलसेल प्राइस इन्डेक्सलाई लिन्छौँ। त्यसपछि इक्विपमेन्ट युजेसको लिँदाखेरि मेसनरी एन्ड इक्विपमेन्टको नेसनल होलसेल प्राइस इन्डेक्सको भ्यालुलाई लिन्छौँ, जुन नेपाल राष्ट्र ब्याङ्कले रेगुलर रूपमा इकोनोमिक बुलेटिन निकालेको हुन्छ। अब बेस कस्ट इन्डिसेस हामीले कुन आधारमा लिन्छौँ? बेस कस्ट इन्डिसेस भनेर हामीले L0, M0, E0 भन्यौँ। त्यो भ्यालु भनेको कहिले हो त भन्दा ठेक्का सबमिट गर्नुभन्दा 1 महिना अगाडिको डेटलाई हामी बेस डेट भन्छौँ। त्यो डेटको इन्डिसेसहरू नै के हुन् त भन्दा बेस कस्ट इन्डिसेस हुन्। भनेपछि लेबरको हकमा L0ले के जनाउँछ? कन्स्ट्रक्सन लेबरको नेसनल स्यालेरी एन्ड वेज रेट इन्डेक्स कहिलेको? ठेक्का सबमिट गर्नुभन्दा 30 दिन अगाडिको। त्यस्तै मटेरियलको लागि कन्स्ट्रक्सन मटेरियलको नेसनल होलसेल प्राइस इन्डेक्स M0 को भ्यालु हो, त्यो ठेक्का सबमिट गर्नुभन्दा 30 दिन अगाडिको भ्यालु हो। त्यस्तै E0 भनेको पनि इक्विपमेन्टको केसमा मेसनरी एन्ड इक्विपमेन्टको नेसनल होलसेल प्राइस इन्डेक्स ठेक्का सबमिट गर्नुभन्दा 1 महिना अगाडिको हो। अब प्रेजेन्ट कस्ट इन्डिसेस कसरी निकालिन्छ भनेपछि काम गर्ने सन्दर्भमा काम गर्नु भन्नुको अर्थ अब बिडरले चाहिने कन्ट्र्याक्टरले रनिङ बिल सबमिट गर्छ। त्यो सबमिट गर्नुभन्दा 30 दिन अगाडिको जुन इन्डिसेसहरू हुन्छ नेपाल राष्ट्र ब्याङ्कले निकालेको, जस्तै अब चाहिँ लेबरको केसमा करेन्ट प्रेजेन्ट कस्ट इन्डिसेस भनेको के हो त भन्दा कन्स्ट्रक्सन लेबरको नेसनल स्यालेरी एन्ड वेज रेट इन्डेक्स त्यो रनिङ बिल सबमिट गर्नुभन्दा 1 महिना अगाडिको भ्यालु हो। त्यस्तै मटेरियलको केसमा ठेक्का सबमिट गर्नुभन्दा रनिङ बिल सबमिट गर्नुभन्दा 1 महिना अगाडिको कन्स्ट्रक्सन मटेरियलको नेसनल होलसेल प्राइस इन्डेक्स हो। सिमिलरली इक्विपमेन्टको पनि त्यही हो। जनरली अब यो चाहिँ कन्सेप्ट के छ हाम्रो डकुमेन्टले के भन्छ त भन्दा कन्ट्र्याक्ट डकुमेन्टले यो चाहिँ मन्थली स्टेटमेन्ट पेस हुन्छ भन्नुको अर्थ प्रत्येक महिनामा रनिङ बिल पेस हुन्छ र करेन्ट कस्ट इन्डिसेस लिँदाखेरि त्यो रनिङ बिल सबमिट भएको 1 महिना अगाडिको भ्यालु लिने भने हो। तर प्र्याक्टिसमा प्रत्येक महिना रनिङ बिल त सबमिट हुँदैन, 3 महिनापछि हुन्छ, 4 महिनापछि हुन्छ। त्यति बेला कुन डेट लिने भन्ने कन्फ्युजन हुनसक्छ। त्यसको लागि एकदम फेयरली लिनको लागि प्रत्येक महिनाको इन्डिसेस लिने, प्रत्येक महिनाको 1 महिना अगाडिको प्रत्येक महिना जुन जुन अवधिमा काम भएको छ त्यो महिनाको 1 महिना अगाडिको सबैको इन्डेक्स लिएर त्यसलाई एभरेज गरेपछि के हुन्छ त भन्दा एउटा फेयर इन्डेक्स आउँछ। त्यो हुँदा रनिङ बिल प्रत्येक महिना पेस हुने अवस्थामा रनिङ बिल सबमिट भएको 1 महिना अगाडिको डेट भयो। 3 महिनापछि चाहिँ काम गरेको 3 महिनाको एकैचोटि रनिङ बिल पेस भयो भने प्रत्येक 3 महिनाको लागि छुट्टा छुट्टै इन्डेक्स लिनु पर्यो, त्यसको एभरेज भ्यालु लिने। यी भए चाहिँ बेस कस्ट इन्डिसेस र प्रेजेन्ट कस्ट इन्डिसेस। अब यदि करेन्ट इन्डिसेसहरू उपलब्ध भएन भने के गर्ने त भन्दा प्रोभिजनल इन्डेक्सहरू लिने।
र प्रोजेक्ट म्यानेजरले कुन इन्डिसेसलाई एप्रोप्रिएट मान्छ, प्रोभिजनल इन्डिसेस, र त्यो नेपाल राष्ट्र ब्याङ्कको इकोनोमिक बुलेटिनमै पनि प्रोभिजनल इन्डिसेसहरू भनेर त्यहाँ उल्लेख गरे हुन्छ। त्यो इन्डेक्सेसहरू युज गर्ने र पछि त्यो फाइनल इन्डेक्स आइसकेपछि त्यो भ्यालु करेक्सन गरेर जुन प्राइस एडजस्टमेन्ट अमाउन्ट हामी निकाल्छौँ त्यो अमाउन्टलाई फेरि पछिल्लो बिलहरूमा जब फाइनल बिल आउँछ त्यसलाई करेक्ट गरेर अब बढेको अवस्थामा थप रकम जोड्नु पर्ने हुन्छ, घटेको अवस्थामा घटाउनु पर्ने हुन्छ। अब प्राइस एडजस्टमेन्ट कसरी क्याल्कुलेट गरिन्छ भन्ने सन्दर्भमा पहिला यो बिडिङ फर्ममा यदि हामीले बिड डाटा सिटमा प्राइस एडजस्टमेन्ट एप्लिकेबल भनेर पहिले उल्लेख गरे हुन्छौँ भने त्यति बेला बिडिङ फर्म हुन्छ। यो टेबल अफ प्राइस एडजस्टमेन्ट डाटाको यो बिडिङ फर्म हो। यो बिडिङ फर्म इम्प्लोयरले बिड डकुमेन्टमा राख्दाखेरि एप्लिकेबल छ भनेदेखि यो जुन कोलम 5 छ यो डाटाहरूको रेन्ज उपलब्ध गराउँछ त्यो बिडिङ फर्ममा। भनेको नन एडजस्टेबल ए क्यापिटल ए के हुन्छ 0.15 हो। त्यसपछि बिसिडी जुन कोफिसियन्ट छन् त्यसको रेन्ज दिन्छ। यो रेन्ज दिनेको कन्सेप्ट के हो त भन्दा हाम्रो एक्चुअल राख्न सक्दा त त्यो इस्टिमेटमा लेबरको बीको वेटेज, बीले वेटेज जनाउँछ लेबरको, त्यो कति हो त्यो जनाएको, सीको पनि वेटेज, अब यो डीको वेटेज, यो रेन्ज के हुन्छ टाइप अफ कन्स्ट्रक्सन कन्ट्र्याक्ट। अब यदि रोड कन्स्ट्रक्सन छ भने त्यो वेटेज फरक हुनसक्छ। बिल्डिङ कन्स्ट्रक्सन हो भने त्यो मटेरियल, अब जसमा मटेरियल बढी युज हुन्छ मटेरियलको रेन्ज बढी हुन्छ, जहाँ इक्विपमेन्ट युज बढी हुन्छ त्यसमा इक्विपमेन्टको भ्यालु बढी हुनसक्छ। अब यो चाहिँ नि बिडिङ फर्ममा यो रेन्ज उपलब्ध हुन्छ। त्यसपछि जब बिडरले बिड सब्मिट गर्ने बेलामा यो कोलम 6 के गर्नु पर्यो भरेर इम्प्लोयरले दिएको रेन्जभित्र पर्ने गरेर यो कुनै एउटा भ्यालु यसमा राख्नु पर्यो। यो भ्यालु यसरी राख्नु पर्यो जोड्दाखेरि 1 हुनु पर्यो भनेपछि यो कोलम 6 बिडरले बिड पेस गर्दा भर्ने कोलम हो। यो कोलम 5 भनेको इम्प्लोयरले बिडिङ फर्म प्रोभाइड गर्दा बिडिङ फर्ममा लेख्ने चाहिँ रेन्ज हो। कोलम 4 भनेको बेस डेट कुन हो त, ठेक्का सब्मिट गर्नुभन्दा 1 महिना अगाडिको डेट हो। अब यो करेन्ट इन्डिसेस र बेस इन्डिसेसहरू हामीले के युज गर्छौँ भनेर सोर्स यहाँ उल्लेख गरिदिने हो। जनरली नेपाल राष्ट्र ब्याङ्कले निकालेको जुन चाहिँ इन्डिसेसहरू छ त्यो लिने हुँदा सोर्समा हामी के लेख्छौँ, नेपाल राष्ट्र ब्याङ्कको अब लेबरको हकमा कन्स्ट्रक्सन लेबरको नेसनल स्यालेरी एन्ड वेज रेट इन्डेक्स हो भनेर सोर्स उल्लेख गरिन्छ। त्यस्तै मटेरियलको केसमा नेपाल राष्ट्र ब्याङ्कले कन्स्ट्रक्सन मटेरियलको नेसनल होलसेल प्राइस इन्डेक्स जुन ल्याएको छ, जुन उल्लेख गर्छ त्यो सोर्स लिइन्छ। त्यस्तै इक्विपमेन्ट युजेजको हकमा नेपाल राष्ट्र ब्याङ्कले मेसिनरी र इक्विपमेन्टको लागि नेसनल होलसेल प्राइस इन्डेक्सको जुन इन्डिसेस निकाले हुन्छ त्यो सोर्स यो लिन्छ भनेर हामीले बिडिङ फर्ममा यो इन्फर्मेसन उपलब्ध गराउँछौँ। त्यसपछि कोलम 5 को रेन्ज दिन्छौँ। बिडरले यो भर्नु पर्यो यो रेन्जभित्र। अब कस्तो अवस्था आउँछ त भन्दा अब बिडरले यो रेन्जभित्र पारेन, आफ्नै किसिमले भर्यो, अथवा चाहिँ यो टेबल उपलब्ध गरायो तर खाली उपलब्ध गरायो भने के हुन्छ त, अब बिड रिजेक्ट हुन्छ। अब के भन्छ त भन्दा यो त्यो चाहिँ नन कम्प्लायन्स भएको कारणले बिड रिजेक्सनको ग्राउन्ड त्यो हुँदैन, बिड रिजेक्ट गर्न मिल्दैन। नन कम्प्लायन्स छ भने त्यसलाई के गर्नु पर्यो, कन्ट्र्याक्ट अवार्ड गर्नुभन्दा अगाडि त्यसको चाहिँ रेक्टिफिकेसन क्लियरिफिकेसन गरेर त्यसलाई फाइनल गर्नु पर्यो दुवै पक्षको सहमतिमा। कन्ट्र्याक्टर र इम्प्लोयरको चाहिँ सहमतिमा त्यो टेबलको लास्ट कोलम फाइनल गरेर त्यसलाई के गरिन्छ, टेबल अफ प्राइस एडजस्टमेन्ट डाटा कम्प्लिट गरेर एग्रिमेन्टको एनेक्समा राखिन्छ। भोलि त्यो प्राइस एडजस्टमेन्ट क्याल्कुलेसन गर्ने बेलामा त्यो भ्यालु लिने हो। अब म एउटा चाहिँ अलिकति क्याल्कुलेसन गरेको एउटा स्याम्पल देखाउँछु। पहिला चाहिँ बिड सबमिसन डेट मानौँ 81 जेठको 1 गते लास्ट डेट अफ सबमिसन थियो भनेपछि बेस कस्ट इन्डिसेसको भ्यालु कहिलेको भ्यालु लिने त भन्दा 81 वैशाख 2 गतेको भनेपछि नेपाल राष्ट्र ब्याङ्कले जुन इकोनोमिक बुलेटिन निकाल्छ 80-81 को वैशाखको महिनाको लिनु पर्यो। वैशाख महिनाको लिँदाखेरि अङ्ग्रेजी डेटमा 23-24 को अप्रिल मेको भ्यालु के हुने भयो, बेस कस्ट इन्डिसेस हुने भयो। त्यसपछि मानौ रनिङ बिल कहिले पेस भयो, काम एग्रिमेन्ट भयो, काम भयो।
अब कुनै एउटा रनिङ बिल 81 मङ्सिरको 16 गते सब्मिट भयो भनेपछि अब यसको प्रेजेन्ट कस्ट इन्डिसेसको डेट लिने भनेको यसको 1 महिना अगाडि 81 कार्तिक 16 गते भनेपछि नेपाली राष्ट्र ब्याङ्कले जुन बुलेटिन निकाल्छ आर्थिक वर्ष 81-82 को कार्तिक महिनाको लिनु पर्यो भनेपछि अङ्ग्रेजी डेट के हुने भयो 24-25 को अक्टोबर नोभेम्बरको भ्यालु के हुने भयो प्रेजेन्ट कस्ट इन्डिसेस हुने भयो। अब त्यो भ्यालुहरू मैले यहाँ क्यालकुलेट गरेको छु। अब यो कोफिसियन्ट त त्यो प्राइस एडजस्टमेन्ट टेबल जुन छ त्यो एग्रिमेन्ट गर्दा फाइनल गरेर हामी एनेक्समा राख्छौँ, त्यहाँबाट एबिसिडीको भ्यालु लिने हो। त्यो भ्यालु ए को भ्यालु 0.15 हुन्छ, मानौ त्यो भ्यालुहरू कति छ, बी को 0.2 छ, सी को 0.5 छ, डी को 0.15 छ, यो जोड्दा 1 छ। अब हामीले बेस इन्डिसेस लिने, अघि नै भने मैले 23-24 को अप्रिल मेको लिने हो। अब भ्यालु के आयो, L0 M0 E0 को भ्यालु लिनु पर्यो। L0 को भ्यालु कसरी लियो, 23-24 को अप्रिल मेको। अब यो कन्स्ट्रक्सन लेबरको नेसनल स्यालेरी एन्ड वेज रेट इन्डेक्स लिँदा भ्यालु कति रहेछ, 100.3 छ। त्यसपछि M0 भ्यालु भनेको 23-24 को अप्रिल मेमा कन्स्ट्रक्सन मटेरियलको नेसनल होलसेल प्राइस इन्डेक्सको भ्यालु कति छ, 137.1 छ। त्यसपछि E0 भनेको बेस भ्यालु अब 23-24 अप्रिल मेको। अब यो मेसनरी एन्ड इक्विपमेन्टको नेसनल होलसेल प्राइस इन्डेक्सको भ्यालु कति छ, 136.7 छ। यी भए के भयो, बेस इन्डिसेस भए। अब यहाँ चाहिँ यो भ्यालु यो प्रोभिजनलै भनेर लेखाएको छ, त्यो चाहिँ उसमा प्रोभिजनल दुईटा प्रोभिजनल भए अप्रिल मेको। अब पछि गएर यसलाई चाहिँ रेक्टिफाई गर्नुपर्ने हुन्छ। त्यसपछि अब यो लेबरको L0 को भ्यालुमा ठ्याक्क अप्रिल मेको भ्यालु त्यहाँ छैन, त्योभन्दा अप्रिलको मात्रै छ। मैले चाहिँ 23-24 को अप्रिलको भ्यालु लिएँ 100.3। अब प्रेजेन्ट इन्डिसेस भनेपछि अघि मैले डेट भनेको थिएँ, रनिङ बिल सब्मिट गर्नुभन्दा 1 महिना अगाडि 24-25 को अक्टोबर नोभेम्बरको भ्यालु। एलएन को भ्यालु कति छ, यो 24-25 को अक्टोबर नोभेम्बरको ठ्याक्क भ्यालु छैन, अक्टोबरको छ, त्यो अक्टोबरको भ्यालु मैले राखेँ 102.5। एमएन भनेर 24-25 को अक्टोबर नोभेम्बरको 132.6 भनेको कन्स्ट्रक्सन मटेरियलको नेसनल होलसेल प्राइस इन्डेक्स हो। त्यसपछि इएन भनेको के भयो, 24-25 को अक्टोबर नोभेम्बरको मेसनरी एन्ड इक्विपमेन्टको नेसनल होलसेल प्राइस इन्डेक्स हो, 138.2। अब यो लिँदाखेरि अब यो चाहिँ लेबरको हकमा अब नेसनल स्यालेरी एन्ड वेज रेट इन्डेक्समा चाहिँ 23-24लाई बेस 100 मानेको छ। त्यसपछि अब मटेरियल कन्स्ट्रक्सन मटेरियल र इक्विपमेन्टको चाहिँ 17-18मा 100 मानेको छ। यी भ्यालुहरू मैले लिएँ। अब लिइसकियो, अब सबै डाटा आयो। अब के गर्नु पर्यो, प्राइस एडजस्टमेन्ट फ्याक्टर निकाल्नु पर्यो। अब फर्मुला त यो छ भनेपछि पिएन बराबर ए को भ्यालु 0.15 प्लस बी भनेको कति 0.2 इन्टु एलएन को भ्यालु कति आयो 102.5 डिभाइडेड L0 100.3 प्लस सी को भ्यालु कति 0.5, एमएन को भ्यालु कति 132.6 डिभाइडेड बाई M0 137.1 प्लस डी को भ्यालु 0.1। त्यसपछि इएन को भ्यालु 138.2 डिभाइडेड बाई E0 को भ्यालु 136.7। सबै क्यालकुलेसन गर्दा 1.01104 डेसिमल पछि धेरै ओहरू आउँछ। मैले खालि 5वटा मात्रै भ्यालु लिएँ भनेपछि अब एकभन्दा बढी आएको अर्थ के हो, प्राइस अब चाहिँ ठेक्का सब्मिट गर्ने भन्दा 1 महिना अगाडिको भ्यालु 1 थियो भने अब रनिङ बिल पेस गर्नुभन्दा 1 महिना अगाडिको भ्यालु कति आयो, यति 1.01104 आयो। अब यो इन्डिसेसहरू सबै बढ्छ भन्ने छैन, कहिलेकाहीँ घट्न पनि सक्छ। जस्तो तपाईँले हेर्नुभयो कन्स्ट्रक्सन मटेरियलको केसमा पहिला बेस इन्डेक्स 137.1 थियो, अहिले करेन्ट कति भयो 132.6 भयो भनेपछि एकभन्दा यो 137.1 भन्दा कम भएको अर्थ यो मटेरियलको रेट घटेको। अब 100.3 बाट 102.5 भयो, यो बढे भयो। त्यसरी ओभरअल रूपमा पनि एकभन्दा बढी आयो भने के भयो, अब जुन रनिङ बिलको अमाउन्ट आउँछ त्यसमा यसले गुनेपछि बढ्ने भयो। अब एकभन्दा थोरै भ्यालु आएको भए के हुन्थ्यो, रनिङ बिल भन्दा चाहिँ यसले गुन्दा अमाउन्ट घट्थ्यो। अब हामी कसरी क्यालकुलेट गर्छौँ त भन्दाखेरि, जस्तो मैले सपोज मानौँ तपाईँले कुनै रनिङ बिलमा अब सबै चाहिँ विदाउट भ्याटको भ्यालु कति आयो 20 लाख आयो। अब प्राइस एडजस्टमेन्ट कसरी क्यालकुलेट गर्ने
भनेपछि पहिला तपाईँले एउटा चाहिँ कुनै प्रोभिजनल समहरू छ, अब भ्याट बाहेकको लिने हो, भ्याट समेतको लिने होइन, भ्याट बाहेकको अमाउन्टमा प्रोभिजनल सम त्यो बिलमा काम भएको छ भने मात्रै लिने हो। तपाईँले टोटल प्रोभिजनल सम लिने होइन। त्यो प्रोभिजनल समको आइटम त्यो बिलमा कुनै काम भएको छ भने, मानव 50,000 को काम भएको छ भने त्यो 20 लाखबाट 50,000 घटेपछि 19,50,000 आयो। अब यसपछि मात्रै अब प्राइस एडजस्टमेन्ट फ्याक्टरले गुन्ने हो। प्राइस एडजस्टमेन्ट फ्याक्टर 1.01114 ले गुन्दा कति आयो? 19,71,528 आयो। अब तपाईँले अब त्यो बिलमा एडभान्स पेमेन्ट चाहिँ एडजस्ट गर्नुपर्ने छैन भने सिद्धियो, छ भनेदेखि रनिङ बिलको 30% एक्सिड भइसकेको छ। अब त्यो एडभान्स पेमेन्ट सेटल भइसकेको छैन, त्यो बिलमा कति अमाउन्ट काट्नुपर्ने हो त्यो अमाउन्ट यहाँ काट्नु पर्यो। मानौ 7,89,000 काट्नु पर्यो होइन। रनिङ बिलको जनरली एडभान्स पेमेन्ट लिएको 2 टाइम्सको हिसाबले काट्ने हो। भनेपछि यो घटाइसकेपछि मात्रै अनि जुन अमाउन्ट आयो 11,82,528 यो भ्याट बाहेकको रकम अब पेमेन्ट गर्ने हो। त्यसमा तपाईँले भ्याट जोड्ने, त्यसपछि रिटेन्सन पनि काट्ने, के काट्ने हो काटेर त्यो चाहिँ अब नेट पेमेन्ट गर्नुपर्ने भ्याट बाहेकको रकम यो हो। अब त्यसपछि तपाईँले अरू एडजस्टमेन्ट गर्ने हो। अब जहिले पनि अब यो अघि नै मैले देखाइसकेँ, बिफोर डिडक्टिङ फर एडभान्स पेमेन्ट घटाउनुभन्दा अगाडिकै भ्यालुमा के गर्ने हो? प्राइस एडजस्टमेन्ट एप्लिकेबल गर्ने हो। कन्फ्युजन चाहिँ अब एडभान्स पेमेन्ट घटाउनुभन्दा अगाडि कि पछाडि भन्ने छ। डकुमेन्टले, हाम्रो एग्रिमेन्ट डकुमेन्टले क्लियरली के भन्छ भने स्ट्यान्डर्ड डकुमेन्टले बिफोर डिडक्टिङ फर एडभान्स पेमेन्ट भन्छ। अब यो भइसक्यो। अब कहिलेकाहीँ क्वेसन उठ्छ भ्यारिएसनमा के गर्ने भनेपछि अब भ्यारिएसनमा क्लियर के हुनु पर्यो भने कुनै भ्यारिएसन त हुन्छ, अब त्यो कुनै पनि आइटममा कुनै चेन्ज भएको छैन भ्यारिएसन हुँदा भने केही पनि गर्नु परेन। अब कहिलेकाहीँ के हुन्छ, कुनै इन्डिभिजुअल आइटम जब टोटल चाहिने आइटममा 25% एक्सिड भएको हुन्छ, त्यो आइटमले टोटल कन्ट्र्याक्ट अमाउन्टको 2% चाहिने फरक पर्छ भने हामीले 125% सम्मलाई पुरानै रेटमा गर्छौँ। त्यसपछि त्यो आइटमलाई दुईटा पार्टमा डिभाइड गरिन्छ। अब 125 भन्दा बढी भएको क्वान्टिटीलाई हामीले नयाँ रेट दिनुपर्ने अवस्था हुन्छ भने त्यो 125 भन्दा बढी आइटमको केसमा प्राइस एडजस्टमेन्ट दिने हो, तर त्यो तत्काल दिने होइन। त्यसको चाहिँ त्यो आइटमको लागि एउटा बेस इन्डिसेस चाहिँ तय गर्नुपर्छ। त्यो बेस इन्डिसेस भनेको के हुन्छ? त्यो भ्यारिएसन एप्रुभ भएको 1 महिना अगाडिको चाहिने डेटको इन्डिसेस त्यो 125% भन्दा बढीको क्वान्टिटीको लागि त्यो के हुन्छ? बेस इन्डिसेस हुन्छ। त्यस्तै भ्यारिएसन गर्दा कुनै नयाँ आइटम आएको हुनसक्छ भनेपछि नयाँ आइटमलाई पनि त भ्यारिएसन दिनुपर्छ, तर त्यो तत्काल दिने होइन। त्यो नयाँ आइटमको बेस इन्डिसेस के हुन्छ? भ्यारिएसन एप्रुभ भएको 1 महिना अगाडिको डेटको इन्डिसेस जुन हुन्छ त्यो के हुन्छ? बेस इन्डिसेस हुन्छ। त्यसपछि पछिल्ला रनिङ बिलहरूमा हामीले भ्यारिएसन चाहिने एडजस्ट गर्दाखेरि दुई हिसाबले हेर्नु पर्यो। पहिला चाहिने अब पुरानै आइटमहरूको निकाल्नु पर्यो, त्यसपछि नयाँ जुन 125% भन्दा बढी भएको आइटम, त्यसपछि नयाँ आइटमको लागि बेस इन्डिसेस के गर्नु पर्यो? भ्यारिएसन एप्रुभ भएको 1 महिनाको डेट, त्यसपछि करेन्ट इन्डिसेस त रनिङ बिल सब्मिट भएको 1 महिनाको डेट। यसरी भ्यारिएसनमा क्लियर हुनु जरुरी छ। प्रोभिजनल सममा हामी प्राइस एडजस्टमेन्ट गर्दैनौँ। अब कहिलेकाहीँ चाहिँ डे वर्क्समा के हुन्छ भन्ने कुरा आउला। डे वर्क्स त के हो त भन्दा कम्पिटेटिभ रेट हो। कन्ट्र्याक्टरले पहिले नै ठेक्का सब्मिट गर्दा कम्पिटेटिभ रेट सब्मिट गरे हुन्छ, त्यसमा भ्यारिएसन के अरे प्राइस एडजस्टमेन्ट नदिने भन्ने हुँदैन। अब प्राइस एडजस्टमेन्ट म्याक्सिमम कति त भन्ने कुरो जनरली म्याक्सिमम 25% हो, जुन स्पेसल कन्डिसन अफ कन्ट्र्याक्टमा उल्लेख गरिन्छ। अब कति पर्सेन्ट हो त्योभन्दा बढी भ्यारिएसन दिँदैनौँ। त्यसपछि अर्को अब प्राइस एडजस्टमेन्ट लमसम कन्ट्र्याक्टमा प्राइस एडजस्टमेन्ट हुँदैन। अर्को यदि कन्ट्र्याक्टरको ढिलाइको कारणले काम भएको छ भने कन्ट्र्याक्टरको आफ्नो कारणले ढिला भएको अवस्थामा पनि प्राइस एडजस्टमेन्ट हुँदैन। ओभरअल रूपमा मैले प्राइस एडजस्टमेन्ट के हो, कसरी निकालिन्छ र हाम्रा इस्युहरू के छन् भन्नेको बारेको प्रस्तुति गरेँ। हस्, यहाँहरूलाई धन्यवाद।